अघिको कवितामा तपाईहरुले कवि लेखकलाई युट्युबमा खोज्नु पर्ने थियो, तर अबको यो कवितामा तपाईले युट्युबमा खोज्नु पर्दैन, लेखक स्वयं यहाँ छ। लेखक स्वयं यहाँ छ। यो कविता मैले 11 मार्चमा वाचनलाई सोचेको थिएँ, तर म फायरिङमा थिएँ। यहाँ शिव साहबको फाइनल रिहर्सल भइसकेको थियो। मैले एसएम साहबसँग पनि बात त गरेको थिएँ, तर हाम्रो कमान अधिकारी महोदयको फाइनल रिहर्सल भइसकेको थियो, त्यसैले गर्दा यो कविता वाचन गर्न पाइनँ। अहिले पनि मैले यो कवितालाई कसरी टाइपिङ गर्ने भन्दा मैले एसएम साहबलाई त्यति बेला भोइस मेसेज पठाएको थिएँ। त्यही मेसेजलाई रोमनमा लेखेको छु है, व्हाट्सएपमा रोमनमा लेखेको छु। यहाँ मेरो गल्ती हुन गए माफी माग्छु। मेरो कविताको शीर्षक छ जेठी तिमीलाई बधाई छ। कविताको शीर्षक छ जेठी तिमीलाई बधाई छ। मेगन टायर र भले थापाको धड्कन हौ तिमी। मेगन टायर र भले थापाको धड्कन हौ तिमी। न्यू च्यापलको योद्धाको निपुणता र साहसको वीरताको कथा हौ तिमी। मेगन टायर र भले थापाको धड्कन हौ तिमी। न्यू च्यापलको योद्धाको निपुणता र वीरताको कथा हौ तिमी। जेठी तिमीलाई बधाई छ। जेठी तिमीलाई बधाई छ। देव बहादुर र नर्जङ जस्ता योद्धाहरू भारत देशका साहस हुन्। देव बहादुर र नर्जङ जस्ता योद्धाहरू भारत देशका साहस हुन् र देशले रंगीन सपना देख्ने जेठी तिमीलाई बधाई छ। जेठी तिमीलाई बधाई छ। मेगन टायरदेखि नीरजसम्म, मेगन टायरदेखि नीरजसम्म, बले थापादेखि ईश्वरसम्म देशको उज्जवल भविष्यको दियो जलाउने जेठी तिमीलाई बधाई छ। जेठी तिमीलाई बधाई छ। अझै पनि देशलाई आपत्ति परे, अझै पनि देशलाई आपत्ति परे नर्जङ र अनिकेत जन्माउने जेठी तिमीलाई बधाई छ। जेठी तिमीलाई बधाई छ। हामी वीर छौं, हामी वीर छौं। जति नै कमजोर देखे पनि भित्र भित्रै क्रान्तिको आगो हौ। भित्र भित्रै क्रान्तिको आगो हौ। हामी जति नै कमजोर भए पनि भित्र भित्रै क्रान्तिका आगो हौ। जेठी तिमीलाई बधाई छ। जेठी तिमीलाई बधाई छ। हामी बुद्धु छौं तर वीर छौं। हामी बुद्धु छौं तर वीर छौं। भारतको हरेक युद्धहरूमा वीरताको नाम लेख्ने जेठी तिमीलाई बधाई छ। जेठी तिमीलाई बधाई छ। मेगन टायर, भले थापा, नर्जङ, नीरज, ईश्वरसम्मको कौशलतासँग, मेगन टायर, भले थापा, नर्जङ, नीरज, ईश्वरसम्मको कौशलतासँग भयभीत भएर अहिलेका पिढीहरू पनि, भयभीत भएर अहिलेका पिढीहरू पनि जेठीसम्म आउँछ र गुरु दक्षिणा लिन्छ। जेठीसम्म आउँछ र गुरु दक्षिणा लिन्छ र हाम्रो योद्धा सिपाहीहरू देशको माटोको लागि बुढी औला बलिदान गर्न तयार छ। बुढी औला बलिदान गर्न तयार छ। जेठी तिमीलाई बधाई छ। जेठी तिमीलाई बधाई छ। धन्यवाद। जय